व्हाट्सअप गाइज आज नेपालमा युवा प्रधानमन्त्री बालेन्द्र शाह भएको उपलक्ष्यमा हामी यहाँ चिया कफी गर्न आएछौँ होइन। यसो 4-5 जना साथीहरू मिलिकन यसरी चट्ट दाई हुनुहुन्छ, यता साथी, यता काका। हाम्रो चाहिँ परिवार मिलेर सेलिब्रेसन गर्ने बानी छ। तपाईँहरूको के कस्तो भइरहेछ आजको दिन होइन? गाडाङगुडुङ त्यस्तै छ, बिजुली खत्रै चम्किँदैछ। यही उपलक्ष्यमा हामी कफी चिया पिउँदैछौँ होइन। तपाईँहरूको पनि मन्तव्य यसो राख्नु होला कमेन्टमा, कसलाई आज कस्तो कस्तो लाग्यो है। प्रधानमन्त्री युवा बन्दैछ, कहाँ से आते हैं पुरानाहरूलाई सबलाई बनिसक्यो है। कस्तो साइड राखेको त्यसले है। हेर्नु तपाईँको हेर्नु 12 बजेर 34 मिनट 1 2 3 4 के मिलाएको कि त्यसले 108 जना। यता पनि युवाहरूकै कुरा हामी यसो सुन्दैछौँ। अनि पुरै तेरो के छ अनि यसमा केही छ यसो भन्नु? बालेन्द्र शाहलाई यसो प्रधानमन्त्रीज्यूलाई केही भन्नु छ? ल अब पहिला चिया पिउँछु म होइन। म भन्छु, म सोचेर पहिला बाजे केही छ भन्नु? प्रधानमन्त्रीलाई केही छ भन्नु? देश राम्रो विकास गरिदिनुहोस् भन्ने। यस्तो हो के साथी, अब के अरे अब हामी यस्तै हो होइन। साथी अब सबैजनाले सपोर्ट घन्टी ल मेरो धारणा एकदमै देशमा राम्रो विकास होस् होइन। अब के भन्ने अरू त, अब देशमा राम्रो विकास होस्, भ्रष्टाचार चाहिँ यस्तो हुनु पर्यो, न्यून त कुनै हालतमा हुँदैन, त्यही पनि कम्ती हुनु पर्यो होइन। अब हामी जस्तो युवाले अब प्लेन चढेर जजिरामा चढेर साउदी, दुबई, कतार, मलेसिया जानु परोस्, तर घुम्नको लागि मात्रै होइन। टक्क त्यो किसिमको हाम्रो ऊ बनोस् भन्ने हुन्छ। ऊ त ऊ अब के ऊ अब खासै शब्द आउँदैन हामीलाई होइन। सही पक्रे हैं। भाइ केही छ हजुरको केही मन्तव्य केही राख्न चाहनुहुन्छ? भोलि मान्छेले पनि महसुस गरोस् कि प्रधानमन्त्री यो भएछ भनेर। बस सबैभन्दा त्यो हरेक नागरिकले पनि होइन। अनि सुन्नु न, महसुस गरोस् कि प्रधानमन्त्री चाहिँ फेरेछ है भनेर। यति भयो। अनि तपाईँको यो शपथ लिँदाखेरि ल हाम्रो भिडियो यदि हजुरसँग पुग्यो भने तपाईँले एकदमै ध्यानमा राखेर जतिजना पनि सांसदहरू हामीले नेपाली प्रधानमन्त्री अथवा राजनीतिज्ञहरू यस्तो खतरा छन् भनेर एउटा उदाहरणीय रूपमा चल्न सकुन् होइन। हाम्रो के भन्ने अब आशीर्वाद दिनु के हो भन, जे होस् त्यस्तो होस्, राम्रो होस् होइन। तपाईँको हेर्नु त्यो पुरा ब्ल्याक लुगा लाएर तपाईँको शपथ यो राम्रो काम गरेर त ब्ल्याक लुगा लाउनु हुँदैन भन्छ। ल साथीहरू मन पर्यो भने भिडियो मन पर्यो भने सब्सक्राइब पनि गर्नु नभुल्नु होला, लाइक गर्न नभुल्नु होला, तेरो धारणा चाहिँ के छ? कमेन्ट पनि गर्नु होला है त।